त्यही एउटा मोमो खाने सारालाई निन्दा पुग्यो कि पुगेन तिमीले मोमो खाने ठाउँ थाहा पाउँछ पैसा छैन के गर्ने हामीले नै खाऊ स्पुनले सक्दैन आज हामी कहाँ जाने मोमो खाना आज हजुरको स्कुल छुट्टी हो अनि आज छुट्टी भयो भनेर मोमो खान जाने ओके तपाईँलाई मोमो कति मनपर्छ धेरै मनपर्छ कति धेरै मोमो खाने भन्नु त त्यही एउटा मोमो खाने आज चाहिँ मेरो छोरालाई मोमो खाना लाँदैछु उसले अस्तिदेखि नै मोमो खान मन लाग्यो मम्मी बनाइदिनु भन्दै थियो बर्ड फ्लू आएको कारणले मैले घरमा बनाइदिएन अनि बाहिर लगेर बफको मोमो बनाइदिन्छु भनेर लाँदैछु अलि टाढा छ उसको फेभरेट प्लेस चाहिँ अनि हामी छोरा छोरी आमा अनि हिँड्दै हिँड्दै जाँदैछौँ मौसम त्यस्तो पानी पर्ला जस्तो छ हेरौँ है कति बेला गएर आउँछ पानीले भिज्छ कि त्यही पनि हेरौँ फेरि उहाँको फेभरेट मोमो सप अलि टाढै छ कि अलि टाढै छ अब एकछिनमा पुग्छ होला अनि गएर उहाँलाई मोमो खाएर छिटो आउँछ पानी त्यति बेलासम्म पानी नपर्दै हुन्थ्यो है तिमीलाई किन मोमो खान मन लाग्यो छोरा मिठो भयो मिठो भएर खान मन लाग्छ हजुरको अस्ति नै खाएको फेभरेट प्लेसमै जाने हो ला छिटो हिँड्नु न त अलि मे गाडी आउँदैछ थाहा छ साइडमा हिँड है यो एरिया चाहिँ मलाई र छोरीलाई पनि एकदम मनपर्छ है कति राम्रो छ कि पिङ्क फ्लावर हामी चाहिँ यसरी ब्युटिफुल रोडमा यसरी हिँड्दै अब गाडी आयो साइड टेकको साइडमा हिँड साइडमा साइड नगर है बाबा तिमी त्यसरी हामी चाहिँ दादालाई मोमो खाने भनेर जाँदैछौँ बहिनीलाई पनि दुःख भयो दादालाई मोमो खान मन परेर उहाँ चाहिँ भर्खर सुतेर उठ्नु भएको है सुतेर उठ्ने बित्तिकै लिएर आएँ मैले दादाले त अघि नै उठाउनु लागेको थियो कि ढिलो भयो छिटो उठाउनु बहिनीलाई भन्दै त एकछिन सुत्न दिएर आफै उठ्नु भयो अनि लिएर आएको है हामी चाहिँ यसरी जाँदैछौँ यस्तो कालो हुँदैछ हेर्नु त के गर्नु अब छोराले जिद्दी गरिहाल्यो उसलाई मनपर्छ अरे मिठो हुन्छ है त्यही भएर स्लो गएको तिमी किन स्लो हिँडेको तिमी फास्ट हिँड न के छ अरे लड्छ अरे त्यो साइन ओके ल हिँड ल आया मान्छे स्लो गयो भने भिज्छ तिमी पनि स्लो हिँड्यो भने भिज्छ अनि फास्ट हिँड न त पुग्यो कि पुगेन सारा निन्दा पुग्यो कि पुगेन सारा निन्दा पुग्यो कि पुगेन सारा पनि जोयो त्यस्तो नगर्नु है जोयो छिटानु बिस्तारै नहराएको हुन्छ अस्तिको जस्तै तिमी अस्ति नहराए भएको थाहा छैन जोयो तिमी अस्ति नहराए भएको थियो नि तिमीले मोमो खाने ठाउँ थाहा पाउँछ ल मम्मीलाई देखाउ ल कताबाट जाने ल मोमोको ठाउँमा लैजाऊ है तिमीसँग आउने ल यो होइन तिमी बिर्स्यो भइन अझै उता है ए हिलोमा नटेको यता होइन सिधा यता यता तिमी बिर्स्यो मसँग पैसा छैन के गर्ने आऊ 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 ल हिँड अब प्याक छ कसरी खाने ल हिँड
ल के गर्नु होला अब एक प्लेट मोमो तातो छ जोयो बिस्तारै खाने पनि समाते खाऊ तातो छ जहिले पनि केचप खाने थोरै राखिदिन्छ है तातो भयो कि भएन तातो भयो बिस्तारै खाऊ है वाबाट मोमो खाने लिएर आएर 7वटा छ तिमीले बल्ल 3वटा खायो फिनिस गर्छ ल फिनिस गर है मिठो भयो पानी पर्यो आउटसाइडमा Yummy भयो Kako Pesiना पनि आएको दिदै पसिना पानी पनि खाऊ है पसिना धेरै आइसक्यो खाऊ खाऊ then एउटा यत्रो बिग मोमो है बिग मोमो पसिना लिएर दिदीलाई बहिनीलाई बहिनी चाहिँ के खानु पसिना पसिना भयो आइदिनु फिनिस गर्छ तिमीले फिनिस गर्छ टेनवटामा दिस इज द लास्ट वान ओ माई गॉड हि फिनिस अलमोस्ट सबै 10वटा सकाउनु भयो 10 लास्ट वान हो जो यो अगायो भयो अगायो भयो कि फेरि खाने अब फिनिस गरे अहिले अब रेडिङ भएछ कसरी जाने ला जोयो अब मसँग पैसा छैन के गर्ने जोयो पैसा छैन अब के गर्ने टेक आउट गर जोयो ए जोयो जोयो पेटको टेक आउट गर मम्मीसँग पैसा छैन पैसा लिएर भने जान दिनु न पक्रेर राख्नुहुन्छ तिमीले किन गम खाएको किन गम खाएको पैसा छैन जान दिनुहुन्न अब यहीँ पक्रेर राख्नुहुन्छ ठ्याक्कै मोमो खाएर निस्केको त कत्रो पानी पर्दै थियो अनि बाटोमा जाँदै थियो अनि एकजना आन्टीले हामीलाई चाहिँ छाताउडामा हेल्प गरे ऱ्यान्डम पर्सनले चाहिँ हेल्प गर्नुभयो हाम्रो घरको छेउसम्म यसरी पानीमा मेरो मोमो लभर छोरालाई मोमो खुवाएर हामी फर्क्यौँ थ्याङ्क यू फर वाचिङ आवर भिडियो सी यू